यसरी हिँडिरहेको थिएँ, कामबाट फर्किरहेको थिएँ। फर्किँदै ठ्याक्कै एउटा कुरा झ्यासै याद आयो कि हाम्रो नेपालको एयरपोर्टको सिस्टम एकदम सुधार्नुपर्ने ठाउँमा छ होइन। चोरी डकैती त्यस्तै भइरहेको छ। त्यहाँ बस्ने विदेशबाट फर्किनेहरूको लागि एकदम नराम्रो ठाउँ के। कसैलाई केही लिएर जाउँ, आफन्तलाई सानोतिनो लिएर जाउँ भने पनि गाएन। सानोतिनो सामान किनेर लिएर गछ, त्यो सामान गाएन। त्यहाँबाट अलिकति परिवारलाई, छोराछोरीलाई, भाइ बहिनी दाजुभाइहरूलाई आइफोन लिएर गयो, त्यसमा ट्याक्स पुरानो होस् या नयाँ होस्, नयाँ मूल्य सरी ठटाउँछन् ट्याक्स। त्यो भनेको आम जनताको लागि मात्रै है फेरि लाग्ने। फेरि त्यही एयरपोर्टभित्र काम गर्ने आफ्नो मान्छे छ भने उसले 8वटा फोन लए पनि जान्छ। यो छ परिस्थिति। सुधार्नुपर्ने नम्बर 1 ठाउँ लाग्छ है मलाई यो चाहिँ। वैदेशिकबाट दुःख कष्ट गरेर आएकोहरूले आफ्नो परिवारलाई लिएर जान पाउनुपर्ने नियम लागू गर्नुपर्छ। उनीहरूकै भित्रको छोराछोरी लिएर गयो भने भित्रले जति पनि लिएर गयो, वेट पनि जति पनि पायो। आमारीले गयो भने त्यस्तै ट्याक्स। अब अस्ति भर्खर एउटा कोरियाबाट आएको दाजुको पीडा, एउटा बिरुवा औँठीमा 2500 ट्याक्स तिर्दियो, कर लगायो। 50 ग्रामसँग लिएर आउनु मैले भनेको छु, त्यो बिरुवा औँठी अलिकति पनि हुँदैन, त्यति ग्राम पनि हुँदैन। त्यसमा त्यत्रो ठटाउनु पुग्यो के मन पऱ्यो धेरै, जे मन लाग्यो त्यही गर्ने। लास्टै मन परिरहेको छ कि यो चाहिँ अति। यसमा चाहिँ ध्यान आकर्षण जाओस् अहिलेको सरकारको होइन। ध्यान आकर्षण गरेर यसलाई चाहिँ सही ठाउँमा लिएर आउनै पर्छ है त। कस्तो लाग्छ तपाईँलाई चाहिँ?